यसको नाम सुनगिरी पहाड थियो हजुर मैले यसको नाम हजुर यहाँ भुसार खण्डका थियो राजा यस बाबुको नाम प्रकट हुनुभयो हजुर बल्ल गोर्खा भयो हजुर अनि यो राजाको नीति बाबालाई मन परेन हजुर राम्रो राजा खोज्नु हाम्रो है गोरख बाबाले चाहिँ गोर्खाको बारेमा भन्दै हुनुहुन्छ अनि बाट गोर्खा दरबार भयो सन्देशले सुनिरहेछ अनि मेरो राजा लानी यो गोरखनाथ को किन लग्यो मेरो राजा भनेर कालीका पार्वती घमण्ड गर्न आइन् बाबासँग घमण्ड गरिन् अनि बाबाले गरेर फुत्तै पस्नुभयो यो त एउटा अग्नि हो नि यहाँ त 10वटा अग्नि छ यो 10वटा अग्निलाई डालिदिनु भयो बाबाले पार्वती त फत्रै हुनु अनि उहाँले भित्रैबाट बाचा बान्नु हो हे बाबा गोरखनाथ मलाई यस 10 अग्निबाट बचाइबोस् म हजुरको चेलीको रूपमा चेली बनेर यहीँ बस्नेछु भनेर बाचा मारे फेरि फुत्त निक्लिनु जाऊ शिवजी याद गरेर पठाइदिनु पार्वती कालीको रूप लिएर यहाँ बस्यो त्यसपछि कालिका मन्दिर भयो गोरख काली मन्दिर गोलक काली मन्दिर भयो यो होइन बाजे घोडा होइन नि त